गाइस सबैलाई नमस्कार एन्ड वेलकम टु माई युट्युब च्यानल। अनि आज मैले नयाँ भिडियो लिएर आएकी छु र यसमा भोकेबुलरी सबैलाई गाह्रो लाग्ने जसमा साउन्ड सिस्टम छ। साउन्ड सिस्टम आज मैले इजी मेथडबाट सिकाउन गइरहेको छु। पहिला त हामीले बुझौँ, अब ढिलो नगरी हामी साउन्ड सिस्टमतर्फ लागौँ। ल एउटा कुरा भन्न चाहन्छु, मेरो भिडियोहरू राम्रो लागे लाइक अनि सब्सक्राइब गरिदिनु होला। अनि केही कुराहरू नजाने कमेन्ट गरेर सोध्दा हुन्छ, म आउने जति कुराहरू बताएर हजुरहरूलाई हेल्प गर्नेछु। अब इक्जाम नै धेरै नजिक आइसकेको छ, त्यसैले मैले आज साउन्ड सिस्टमको एउटा न्यू भिडियो बनाएर ल्याएको छु, जसमा हजुरलाई इजी मेथडबाट मैले सिकाउन गएकी छु। ल अब ढिला नगरी हामी टपिकतिर लागौँ त है। साउन्ड सिस्टममा हाम्रो पहिला चाहिँ हामीले कति लेटर हुन्छ, हाम्रो 26 लेटर हुन्छ। अल्फाबेट्स लेटर हाम्रो 26 हुन्छ, जसमा 5 लेटर भोवेल हुन्छ भनेपछि 21 चाहिँ कन्सोनेन्ट लेटर हुन्छ, जसमा टोटल 26 भयो। अनि जसमध्ये हाम्रो साउन्ड लेटर चाहिँ 26 हुन्छ। यसमा कन्फ्युज नपर्नु कि लेटर र साउन्ड एउटै हो कि भनेर कन्फ्युज नपर्नु होला। लेटर भनेको चाहिँ 26 मात्र हुन्छ। त्यसलाई हामीले बोल्दा जस्तै आवाज आउँदा साउन्ड हुने चाहिँ हाम्रो 44 साउन्ड हुन्छ। 44 साउन्ड निकाल्ने गर्छौँ हामीले, जसमा 20 चाहिँ भोवेल साउन्ड हुन्छ। अब लेटर कतिखेर 5 भन्छ भोवेल, कतिखेर 20 भन्छ भनेर कन्फ्युज नपर्नु। 5 चाहिँ लेटर हुन्छ हाम्रो AIOU वाला चाहिँ होइन। अनि 20 चाहिँ हाम्रो साउन्ड बोल्दाखेरि आउने साउन्ड। अहिले मैले यता भन्छु, यता नगर्नुहोस्। अनि 20 चाहिँ हाम्रो भोवेल साउन्डहरू हुन्छ। अनि 24 चाहिँ कन्सोनेन्ट साउन्ड। अब 21 लेटर हो, त्यसमा अब यसमा कन्फ्युज नपर्नु। 21 चाहिँ लेटर, यो चाहिँ साउन्ड हाम्रो। टोटल साउन्ड चाहिँ हाम्रो 44 हुन्छ, यति बुझ्नु। अनि हाम्रो कन्सोनेन्ट साउन्ड त अब इजी नै हुने भयो। हाम्रो भोवेल साउन्डमा अलि हामीले गाह्रो लाग्ने गर्छ, जसमध्ये मैले इजी तरिकाले सिकाउन गएको छु। मोनोथम्स र डिप्थम्स हाम्रो दुईवटा साउन्ड हुन्छ, जसमा भोवेल साउन्डको दुईवटा पार्ट हुन्छ। जस्तै एउटा मोनोथम्स अनि एउटा डिप्थम्स। मोनोथम्सतिर हाम्रो 12 साउन्ड हुन्छ भने डिप्थम्सतिर हाम्रो 8 साउन्डहरू हुन्छ, जसमा हामी पहिला डिस्कस गर्न जाउँ। भोवेल साउन्डको 20 वटा भोवेल साउन्डमा मोनोथम्स साउन्ड 12 र डिप्थम्स 8 वटा। अब हामी हतार नगरी हामी पहिला डिप्थम्सलाई हेरौँ। डिप्थम्स यहाँ देख्न सक्छ हामीले डिप्थम्स मैले यसरी बनाएर ल्याइदिएको छु हजुरलाई इजी तरिकामा। 8 वटा हाम्रो लेटर साउन्ड हुन्छ। डिप्थम्सको चाहिँ 8 वटा साउन्ड हुन्छ, जसमा मैले केही इक्जाम्पल अनि त्यसलाई नेपालीमा के भन्ने भनेर नि मैले त्यो नि लेखिदिएको छु कि हजुरलाई उच्चारण गर्न सजिलो होस् भनेर मैले गरिदिएको छु। जस्तै हाम्रो आई हुने भयो क्या, आई यस्तो ए जस्तो बनेछ। अनि आई भन्ने क्या, आई भन्ने जस्तै हाई फाई लाइक भन्ने जस्तै। अनि औ भन्ने चाहिँ नि गो डन भन्ने। अनि ए भन्ने वेट प्यान गेट जस्तै। ओ भन्ने सक ओ साउन्ड आउने। अनि आई इय भन्दा चाहिँ इयर भन्ने। अनि ओइ भन्दा हामीले टोय ओइल जोय गर्न सक्यौँ। अनि फियर यस्ता हाम्रो साउन्ड आउने भयो। अनि पो क्योर अब